भाउजू खाना के पकाउनु भएको छ? कस्तो भोक लागिसक्यो, हन्दिनु न है। भोक लागि म के गरौँ त? आज खाना पकाएकै छैन। त्यसो भए केही बनाइदिनु न भाउजू, बिहानदेखि केही खाएकै छैन। के नखाए के गर्नु त मैले? जतिखेर भने त्यतिखेर पकाउनलाई तिम्रो नगरानी होइन म। भोलि बिहान पकाउँछु, भोलि बिहान खाने। हेलो भन त। होइन, कोसँग बोलिरहेको साथी तिमी? मेरो कान्छो देवर हो। सासू ससुरा भने गोठमा गइसक्यो, त्यसलाई भने मेरो टाउकोमा झरेर गएको छ। कस्तो दिमाग खराब गर्छ यार। उसको दया आएपछि घरबाट निकालिदियो भन्छ अनि थाहा हुन्छ। होइन, त्यस्तो गर्नु त राम्रो होइन नि। तिमीले घरबाट निकालेपछि बिचरा ऊ कहाँ जाला र? जहाँ गए नि मलाई मात्र छैन, यो घरबाट चाहिँ निस्किनु पर्यो। अहिले राख्छु ल, पछि कल गर्छु नि म तिमीलाई है। के भयो तिमीलाई? किन रिसाएर बसेको? के हुनु नि तिम्रो भाइ दिक्क लागिसक्यो। घरि यो घर भन्छ, घरि त्यो घर भन्छ, मलाई त दिक्क लागिसक्यो हो। अब के गर्ने त? बुवा मम्मी भने गोठमा बस्नुहुन्छ, उसको हामी बाहेक कोही छैन, हामीसँग नबस्यो कोसँग बस्ने त? हेर्नुहोस्, मलाई यो कुरा थाहा छैन। तिम्रो भाइको सेवा गरेर बस्नु पर्यो भने म माइत हिँडिदिन्छु। तिमी कहीँ जानु पर्दैन बुढी, म कान्छो भाइलाई विदेशतिर पठाइदिउँला। भइहाल्छ नि, तपाईँ फ्रेस हुँदै गर्नु, म चिया बनाएर लिएर आउँछु है। दाइ, तपाईँसँग 100-200 रुपियाँ जति पैसा छ भने यसो दिनु न। कस्तो भोक लागिरहेछ, खाजा पनि खाएको छैन, यसो खाजा खानु पर्यो कि। छैन नि मसँग। बरु सुन त, तिम्रो साथीहरू विदेश जानु लागेको रहेछ, बरु तिमी पनि जानुपर्छ है। तर दाइ, अहिले म त पढिरहेको छु नि। पढेर के गर्छस् खान्छ? लास्टमा विदेश जानै पर्छ। बरु तिम्रो साथीहरू दुबई जानु लागेछ, तिमी पनि त्यतै जाऊ है। हुन्छ दाइ, म विदेश जान्छु, मेहनत गरेर पैसा कमाउँछु, अनि 2 साग खाना खाने औकात बनाएर आउँछु।